ल हेर्नुहोस् त यो हात्तीको यहाँ बिजोग भएपछि करेन्ट लागेछ यहाँनिर पोल टच भएछ यहाँ टक्कसँगले काठको पोलमा चाहिँ उसले ठेलेर हो कि के भएर हो यो त एकदम खतराजनक पनि भयो मान्छेलाई पनि त यसो छोयो भने त जाने थियो नि त होइन यसमा थोरै ध्यान दिनुपर्ने भयो अनि मेन कुरो चाहिँ यहाँ हेर्नुहोस् त यो हात्ती बिचरा लडेछ हो गमरङ्गै लडेछ यो कत्रो हात्ती हो अन्नाखाडीमा बमरङ्गै लडेछ हो सबलाई पुरै उयो पो डढेछ पो त हो सबै साफ गरेर दारा पनि डढेछ त्यस्तो गर्यो त अनि त्यो बिचमा छोएपछि त अनि सबै डढ्दैन तान्ने हो नि त कस्तो बिजोग गरी ढल्यो यत्रो जन्तु ल हेर्नुहोस् त यहाँ यत्रो जन्तु पनि यसरी ढल्यो हो यहाँनिर होइन त वरिपरिबाट सबैले देख्ने गरी नि गराइदिनु पर्यो यसरी पुरै डढेछ कत्रो हो लु हेर्नुहोस् त यहाँनिर यस्तो पो हुँदो रहेछ करेन्ट लाग्दा यो त मान्छेलाई पनि खतरा भयो हौ ल लु डागो हो यसरी ढलेछ है यो यसरी ढलेछ डागो रहेछ